केही कुरा यस ठाउँका जनताको चाहना के रहेछ भन्ने कुरा चाहना डाक्टर वीरेन्द्र रिजाललाई उम्मेदवार गरेर विजय गरेर पठाइसकेपछि उहाँले गर्नुपर्ने प्रतिबद्धता के हो भन्ने कुरा चाहिँ यहाँको म समस्या केही कुरा भन्न गइरहेको छु। त्यो टिप्पणी गरेर अनिवार्य राखिदिनु होला। भोलिका दिनमा खोजेको खैनामा हजुरहरूले हामीले खोजेको खैनामा जनताले खोजेको खैनामा तपाईँहरूले यो टिप्पणी देखाउनु पर्नेछ र यहाँ केही जानकारी पनि हामी माननीय हाम्रो उम्मेदवारजीले केही कुरा जानकारी दिनुहुन्छ भन्ने कुरा पनि छ। यो पौराटोल लगायत ढिकवाडाँगी र आठपोखरी लगायत क्षेत्र नम्बर 2 र क्षेत्र नम्बर 3 एउटा सिमाना भएको हुँदा यहाँ चाहिँ सबैभन्दा पहिलो चिसान खोलामा पक्की पुल नभएर यहाँ चाहिँ आवत जावत गर्नलाई पनि सबैभन्दा समस्या परेको छ। त्यो भएकाले गर्दा यहाँका जनताले हामीले सधैँभरि उम्मेदवारलाई भोट गरेर जिताएर पठाउँछौँ, तर उहाँहरूले हाम्रो वास्ता गर्नुहुन्न भन्ने खालको कुरा राख्नु भएको छ। तसर्थ उहाँले यसलाई पनि मनन गरिदिनुहुन्छ होला भन्ने आशा गरेको छु। त्यसै गरेर अर्को छ चिसान खोला तटबन्ध। चिसान खोलाले हामीलाई फर्साउने हाम्रा यहाँ हजारौं बिघा जग्गा कटन गरेर लगिरहेको अवस्था छ। त्यसैले गर्दा त्यसलाई पनि हामीले डाक्टर साहबलाई भोट दिएर अत्याधिक मतले विजय गराएर पठाउने गर्दाखेरि उहाँले यो पहली कदम गर्नुहुन्छ भन्ने आशा पनि गर्नु छ। त्यसै गरेर अर्को छ हामीलाई यहाँ सबैभन्दा यो गाउँको हाम्रो यो ढिकवाडाँगी यो तेह्र यो पौराटोल लगायत सबैको लागि एउटा यहाँ सानो माध्यमिक स्तरको स्कुल छ। त्यहाँनिर चाहिँ त्यो स्कुल रद्दै गर्दाखेरि आजसम्म 10 वर्षसम्म पनि हामीले पैसा आजसम्म पार्टीको प्रतिनिधि गर्दै गर्दाखेरि यहाँ चाहिँ कसैले पनि पैसा पार्ने कुरामा केही नभएकोले गर्दा यहाँ कलमा सरस्वती आधारभूतमा पनि केही पहल गरिदिनुहुन्छ होला भन्ने आशा गरेको छु। किसान पुलको त मैले कुरा गरिसकेँ, टिप्पणी भइसकेको छ। स्कुलको लागि 8 क्लाससम्म छ। अब त्यहाँ हामीले 10 सम्म पनि बनाउन सक्छौँ, त्यहाँ पहल गर्नु पर्यो भन्ने कुरा राखेको छ। र खानेपानी बिजुली बत्तीहरू त अहिले भइरहेको छ, त्यसमा हामीले तयारी गर्न गइरहेका छौँ। बाटो पिचहरूमा पनि चारतिर गाउँपालिका लगायत ठुलो योजना भनेको मैले मेरो माग र यहाँका जनताको माग भनेको शिक्षा खोला पुल। त्यो पुलको लागि चाहिँ पुल र तटबन्धन र स्कुल यतिको लागि चाहिँ केही गरिदिनुहुन्छ होला भन्ने आशा राख्दै उहाँको प्रतिक्रिया पनि हामी सुन्छौँ। भन्दै मेरो 2 शब्द यही धन्यवाद।